चर्च बढ्नुपर्छ है। प्रेम भनेपछि वर्ष प्रेम छैन चाहिँ बढ्दैन है। तपाईँले प्रभुलाई प्रेम गर्नु थालेपछि तपाईँले चर्च सुरु गरिहाल्नुहुन्छ। जन्माउने प्रतिक्रिया होइन, जन्मिन्छ। मैले प्रभुलाई प्रेम गर्नु बित्तिकै जन्मिन थाल्छ भन्ने मतलब तपाईँले नयाँ मान्छे ल्याउनुहुन्छ है। र 2025को लागि हामी प्रार्थना गरौँ कि हाम्रो परिवार हेर्ने हुनुपर्छ, आत्मिकतामा, मानसिकतामा, शारीरिकतामा यस्तो लाग्छ 20 वर्ष भइसकेको है। मैले भने म तिमीलाई दुःख सुखमा जे जस्तो बिमारमा पनि म तिमीलाई म स्याहार्छु भन्ने बुझ्यो भने म त्यसै पनि अहिले 20 वर्ष पुगिहाल्छ है। 21 हो है, 21 आउँदै रहेछ हामीले। तपाईँहरू छोड्नु भएको छैन, म खुसी गर्दा धन्यवाद दिन्छु। अनि एउटा कुरो चाहिँ के भन्छु भने के भन्छ, विवाह गरेपछि त कहिले आफ्नो श्रीमतीलाई छोड्नु हुँदैन, श्रीमानले अनि छोड्नु हुँदैन भनेदेखि श्रीमतीले पनि कहिले त्याग्नु हुँदैन। याद गर्नुहोस् है, बाइबलको नट एलाउड। आज कतिजना पास्टरले त्याग्दैछ, डर लाग्दो न्याय हुनेवाला छ माथि। सेकेन्ड म्यारेज गर्ने वाइफ हुँदै यो परमेश्वरले मन पर्दैन। आज जे भएर अब हामी यहाँ छौँ अहिले। अनि म चाहिँ एउटा कुरो भन्छु, तपाईँले आफ्नो श्रीमतीलाई कहिले पनि डिभोर्स दिनु सक्दैन। यो बाइबलमा कुनै नियम बनाएको छैन। यो चाहिँ एकपल्ट विवाह भयो फेरि सुरु गरेर चाहिँ यादै पाउँदैन। जस्तै भए तापनि हामीले हामी सबैजनाको जोडी मिलेको छ। एकदमै काठमाडौँमा 2000 यो परिवार किन मैले आज यस्तो गर्दैछु भने आज परिवारमै प्रेम छ, एक नम्बर हस्बेन्ड वाइफको जोडी छ है। आज हामी रिफ्रेस नयाँ हुँदैछौँ। अनि हाम्रो परिवार चाहिँ पहिला सुरु चाहिँ विवाहको परिवार चाहिँ सुरक्षित रहनुपर्छ। आमेन। चाहिँ सबै कुरो राम्रो भन्न चाहन्छ, नानी राम्रो हुन्छ, हस्बेन्ड वाइफको राम्रो सम्बन्ध छ, नानीहरू पनि भएर जान्छ है। र आउनुहोस् हामी एकचोटि हामी जोडी मिलेर चाहिँ हामी प्रार्थना गरौँ ल। तपाईँले आफ्नो जोडी जो बनिनु हुँदैछ तपाईँले प्रार्थना गर्ने जोडीहरू ल। थ्याङ्क यू लर्ड जिसस। मेरो जीवनमा मेरो कति दिन भएको लागि अनि मेरो कतिलाई मैले आज धेरै साथ प्रभु पाएँ, मैले आफ्नो जीवनमा पाएको छु देवा। आज मेरो जोडी तपाईँले बनाउनु भयो अनि प्रभु तपाईँले मलाई दिनुभयो देवा। अनि प्रभु मेरो जीवनमा तपाईँ परमेश्वरले आशीर्वाद दिनुभयो अनि मेरो जीवनमा आशीर्वाद पाएँ मैले। अनि मेरो जीवनमा इज्जत पाएँ, मैले सम्मान पाएँ। आज मानिसको नजरमा तपाईँको नजरमा मैले सम्मान र इज्जत पाएँ। प्रभु तपाईँलाई धन्यवाद। अनि प्रभु मैले दिनवटा सन्तानहरू पाएँ, धन्यवाद। प्रभु तपाईँ परमेश्वर शक्तिका कार्यहरू हाम्रो जीवनबाट आज र भोलि सालभरि आउँदै गरेको सालहरूमा गरिरहेको